म सृजना सिंह। आज म तपाईहरूसँग एउटा महत्त्वपूर्ण विषयमा छोटो कुरा गर्न चाहन्छु। ब्याङ्किङ तथा वित्तीय साक्षरता। हामी सबै पैसा कमाउँछौँ, खर्च गर्छौँ र भविष्यका लागि केही बचत गर्ने प्रयास गर्छौँ। तर पैसा कमाउनु मात्र पर्याप्त हुँदैन। आफ्नो पैसालाई सही तरिकाले व्यवस्थापन गर्न जान्नु पनि उत्तिकै आवश्यक छ। नियमित बचत गर्ने बानी बसालौँ। कर्जा लिनु अघि ब्याज दर, शुल्क, अवधि र कुल भुक्तानी रकम राम्रोसँग बुझौँ। डिजिटल ब्याङ्किङ प्रयोग गर्दा आफ्नो ओटिपी, पिन, पासवर्ड र ब्याङ्किङ विवरण कसैसँग पनि साझा नगरौँ। अनलाइनमा आउने छिट्टै धेरै पैसा कमाउने प्रलोभन, नक्कली अफर वा शङ्कास्पद लिङ्कहरूबाट सावधान रहौँ। याद राख्नुहोस्, वित्तीय ज्ञान भनेको केवल ब्याङ्कको कुरा होइन। यो हाम्रो दैनिक जीवन र भविष्यसँग जोडिएको ज्ञान हो। त्यसैले आजैदेखि बुझेर खर्च गरौँ, नियमित बचत गरौँ, सोचेर कर्जा लियौँ र सुरक्षित रूपमा डिजिटल ब्याङ्किङ गरौँ। म सृजना तपाईलाई वित्तीय रूपमा सचेत, सुरक्षित र आत्मनिर्भर बन्न हार्दिक आग्रह गर्दछु। सचेत बनौँ, सुरक्षित बनौँ। आफ्नो भविष्य आफै निर्माण गरौँ। धन्यवाद।